प्रिय मित्रहरू, आज म तपाईहरुलाई वचन बोल्न भन्दा अघि एउटा उदाहरण भन्छु है। यो उदाहरण तपाईको निम्ति उत्साहको निम्ति बन्नेछ। एउटा जंगलमा एउटा बाघ अनि उसको बच्चा थिएछ। बच्चा भर्खरै ताते ताते गर्दैछ, हिँड्न सिक्दैछ, दगुर्न सिक्दैछ। माउले आमाले ट्रेनिङ दिँदैछ आफ्नो बच्चालाई। अनि एक दिन माउले बच्चालाई भन्यो, बाबु तिमी शिकार मार्न जाऊ, शिकार मारेर ल्याऊ अनि मजाले आमा छोरा बसिकन तिमीले मारेको शिकार खानेछौ। जब आमाले बच्चालाई बाघको बच्चालाई भन्छ अनि बाघको बच्चा खुसी हुन्छ। खुसी भएर उफ्रिँदै उफ्रिँदै शिकार मार्न गइरहेको छ। जाने क्रममा बाटोमा एउटा ढेँडु बाँदर भेट्छ। रुखमाथिबाट ढेँडु बाँदरले भन्छ, ए कहाँ गएको त? म त शिकार मार्नु गएको। आज आमा छोरा बसिकन मजाले शिकार खानेछौँ। मार्छस् तैले, भुइँ छोडेको छैन शिकार मार्ने। तैले चाहिँ शिकार होइन, शिकारले चाहिँ तँलाई मार्छ। फर्की, तैले सक्दैनस्। जब यो कुरा सुन्छ अघिको जोस हरायो। अघिको जोस छैन। अब बच्चालाई अघिको जोस ठ्याक्कै छैन। अब उसले शिकार मार्नु त परै जाओस्, हिँड्ने लुर पनि उसलाई छैन। तरै पनि आमाको बात मान्नै पर्ने हुन्छ। शिकार खेल्नु जान्छ। उसले धेरै हरिणहरू देख्छ, हरिणको बच्चाहरू पनि देख्छ, तर उसले सक्दैन। अन्तमा निराश भएर फर्किँदाखेरि आमाले सोध्छ, खोइ त नानी, खोइ त शिकार, खोइ शिकार ल्याएको। आमाले चाल पाउँछ, कसैले तँलाई केही भन्यो? मलाई बाँदरले यसो भन्यो आमा भन्दाखेरि आमाले भन्छ, तँ बाँदरको बच्चा होस् कि बाघको बच्चा होस्? लु भन्। म बाघको बच्चा। बाघ चाहिँ को हो? आमाले सोध्यो। बाघ चाहिँ यो जङ्गलको राजा। अनि तँ को हो? जङ्गलको राजाको छोरा। अनि तैले बाघको कुरा सुन्नुपर्ने, राजाको कुरा सुन्नुपर्ने कि बाँदरको कुरा सुन्नुपर्ने? लु भन् भन्दा राजाको कुरा। ल जा, अब शिकार मारेर ले। तँ कसको छोरा? तँ बाघको छोरा। तँ कसको छोरा? राजाको छोरा, जङ्गलको राजाको छोरा। अब फेरि नयाँ जोस पलायो। त्यो बच्चालाई थामी नसक्नु जोस आएको छ। उफ्रिँदै उफ्रिँदै जाँदाखेरि अघिकै ढेँडु बाँदरसँग फेरि भेट्छ। ओइ कहाँ गएको? म शिकार मार्नु गएको भन्नु भन्दा नभन्दा रुखमै अलिकति यति साह्रो जोस आएको थियो उसलाई। रुख पनि अलिकति चढेर झम्टेर बाँदरलाई झम्टिँदाखेरि बाँदर भागेर टाप लाउँछ। अनि यति साह्रो जोस आएको छ उसलाई। जाँदा जाँदा एउटा हरिणको सानो बच्चा शिकार गरेर ल्याउँछ अनि आमा छोरा मजाले खान्छ। यो उदाहरणको निष्कर्षमा आउँदाखेरि प्रियहरू, आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ नि, तपाईँ र मैले चाहिँ सधैँभरि आफ्नो जीवन चाहिँ उत्साहमा बिताउनु पर्ने हुन्छ। अनि आफै पनि उत्साहित रहने अनि अरूलाई पनि उत्साह दिने। बाँदरले उसलाई निरुत्साहित बनाएको थियो, निराशामा बनाएको थियो। तर तपाईँ र मेरो जीवन चाहिँ अरूलाई निराशा बनाउने जीवन होइन, आफू पनि उत्साहित रहने, अरूलाई पनि उत्साहित बनाउने। अनि बल्ल हामी सधैँभरि आनन्दमा रहन्छौँ, प्रभुको प्रेमभित्र रहन्छौँ अनि प्रभुसँग सधैँभरि गाँसिरहन सक्छौँ। हितोपदेश 11:25 यसरी भन्छ, उद्धार मानिसको फलिफाप हुन्छ। अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्छ। आमेन। बाघले छोरालाई कसरी उत्साहित दिए? तँ राजाको छोरा, तँ बाघको छोरा, तँ बाँदरको छोरा होइन, जा शिकार मारेर ले। छोरा यति साह्रो उत्साहित भए अनि उसले आफ्नो शिकार मार्नमा ऊ सक्षम भयो। उसले शिकार मारेरै छाडे। आज तपाईँ र म पनि यसरी नै
प्रियहरू सधैँभरि उत्साहित रहनुपर्छ, अरूलाई पनि उत्साहित बनाउनुपर्छ। सेवा नजानेहरूलाई आऊ न हो भाइ, आऊ छोराछोरी जाउँ भनेर उत्साहित दिनुपर्छ। हरेक बिमारीजनहरूको लागि प्रार्थना गर्नुपर्छ अनि उनीहरूलाई उत्साह दिनुपर्छ। यही हो तपाईँ र मेरो असल जीवन, प्रभुले सिकाउनु भएको जीवन। प्रेज द लर्ड।